हेलो गाइस, सबैलाई नमस्कार छ है। वेलकम टु द फेरि माई नेक्स्ट ब्लग है। आजभन्दा केही वर्ष अगाडि म मार्फा गाउँ गएको थिएँ क्या। मुस्ताङमै पर्छ होला सायद होइन। मुस्ताङको मार्फा गाउँ गइरहेको थिएँ होइन। अनि मुस्ताङको मार्फा गाउँमा चाहिँ तपाईँहरूको सानोतिनो गल्लीहरू मेरो प्रिभियस ब्लग हेर्नु भने तपाईँले थाहा पाउन सक्नुहुन्छ। मार्फा गाउँमा चाहिँ प्रिभियस ब्लगमा हेर्नु भने थाहा पाउन सक्नुहुन्छ होइन। त्यहाँ मार्फा गाउँमा चाहिँ सिधै कमेरेको घरहरू, सानो गल्लीहरू, थुप्रै कुराहरू मैले खिचेको थिएँ होइन। अहिले चाहिँ म जापानमा छु। त्यही भएर जापानमा पनि तपाईँको मार्फा गाउँ जस्तै देखिने एउटा भिलेजमा आएको छु क्या म अहिले होइन। सेतो कमेरोको घर, सेतो कमेरोको बाटो त होइन तर जस्तै नेपालमा मार्फा गाउँ जसरी स्पेसल छ होइन, त्यसरी नै यो जापानको पनि यो गाउँ चाहिँ त्यस्तै खालको स्पेसल टाइपको रहेछ है। म देखाउन गइरहेको छु होइन। हेर्नु है त ल। पुरानो घरहरू टाइपको घरहरू छ क्या यहाँ चाहिँ है। खासमा यो ठाउँको है अलिकति म ड्रोन सट लिउँ कि भन्ने खासमा म यो ठाउँमा खासमा अलिकति सानोतिनो ड्रोन सट लिउँ कि भन्ने हिसाबले आएको थिएँ है। तर फाइनली है ड्रोन इज प्रोहाबिलिटेड है। फ्लावरहरू टिप्न पनि मनाइ छ अरे। लाउड तरिकामा बोल्न पनि मनाइ, नो स्मोकिङ होइन। इभन कि गाडी अथवा भेहिकल्सहरू पनि यहाँभित्र लिएर आउन नमिल्ने रे, फोहोर नगरौ टाइपको है। ठिक छ, केही छैन। गाइज लुक एट द भ्यूज है। हाम्रो नेपालमा अलिकति गाउँघर अथवा तपाईँको पहाडतिर होइन, त्यो जापानमा चाहिँ इनाखा भन्छ होइन। नेपालीमा एक्ज्याक्टली के भन्छ भन्दाखेरि गाउँघरतिर अलिकति पुरानो हाम्रो गाउँ बस्तीहरू, पुरानो हामी बसेको घरहरू हुन्थ्यो नि होइन। ठ्याक्कै त्यो टाइपको छ कि यहाँको इन्भाइरोमेन्ट चाहिँ है। बारीहरूमा लसुनहरूदेखि लिएर सागहरूदेखि लिएर घरहरू पनि त्यस्तै तरिकाले बनेका क्या यहाँ चाहिँ। के गाइज है, जापान के तपाईँहरूको टेक्नोलोजीहरूदेखि लिएर इन्फ्रास्ट्रक्चरहरूदेखि लिएरमा होइन, सबै कुरामा एकदम वर्ल्डको लगभग तपाईँको नर्मली पनि नम्बर 1मा छ कि जापान चाहिँ है। यति एडभान्स छ कि जापान होइन। तर पनि के गाइज होइन, यो गाउँहरू देख्दाखेरि यस्तै टाइपको इनाखा टाइपको होइन। मतलब अब तपाईँहरूको पुरानो अलिकति पुरानो ठाउँहरू, पुरानो म्युजियमहरूदेखि लिएर त्यो ठाउँमा जाँदाखेरि मलाई के लाग्छ भन्दाखेरि जापानिजहरू जति नै एडभान्स भए पनि होइन, यस्तो पुरानो कल्चरहरू क्या, एकदम ओल्ड कल्चरहरू, बुङ्का भन्छ जापानिजमा चाहिँ कल्चरलाई होइन। ओल्ड कुराहरूलाई, स्कल्पचरहरूदेखि लिएर पुरानो घरहरूदेखि लिएर पुरानो तरिकाको जिउने तरिकाहरूदेखि लिएर पुरानो घरहरू होइन। इभन कि धेरै पुरानो के भिन्टेज टाइपको क्या, त्यो कुराहरूलाई चाहिँ जापानिजहरूले चाहिँ होइन स्टिल एलाइभ राखिरहेको छ कि। त्यो कुरा चाहिँ अचम्म लाग्छ कि है। संसार जतासुकै जतिसुकै फास्ट फरवर्ड होस्, इभन कि जापान पनि धेरै फास्ट अथवा धेरै अघि छ होइन। तर पनि पुरानो चिजहरूलाई यति हिफाजत तरिकाले राखिरहेको छ, अचम्म लाग्छ कि यो ठाउँहरू देख्दाखेरि यार। यस्तो टाइममा पनि मान्छेहरू इभन कि मजाको लाइफस्टाइल लिएर बाँचिरहेछ कि। घरहरू हेऱ्यो कि इभन पुरानो छ होइन। यस्तो खेतीबारी गरिरहेको छ, सागसब्जी फलाइरहेको छ यहीँ है। यो कुरा चाहिँ जापानको वान अफ द बेस्ट थिङ्स है। अनि के गाइज है, के भन्ने है, यो ठाउँमा आइसकेपछि है कस्तो फिल भयो भन्दाखेरि तपाईँको ठ्याक्क नेपालसँगको भाइब मिल्ने टाइपको गाउँ लाग्यो मलाई है।
जस्तै परालको तपाईँहरूले देख्न सक्नुहुन्छ नि होइन। मैले तपाईँलाई अलिकति घरहरू तपाईँलाई मैले अलिकति क्यामेरामा मैले देखाइसकेँ होइन। यदि तपाईँले फोकस गरेर हेर्नु भएको छ भने त्यो घरको छानो चाहिँ तपाईँले पराल जस्तो देख्न सक्नुहुन्छ नि होइन। त्यो चाहिँ परालले यति खालको मोटो तरिकाले परालले छाएको छ क्या होइन। परालले छाएको घरहरू त्यसपछि त्यस्तो गर्मी मौसममा चाहिँ होइन आगो नलागोस् भनेर माथिबाट चाहिँ ठुलो छहराको पानी हाल्छ अरे क्या त्यसमा। अलिकति मैले त्यहाँ पनि सोधेर पनि हेरेँ है। यो गाउँ देख्दाखेरि गाइज है नेपालमा अलिकति हाम्रो म गलकोटको मान्छे होइन। गलकोटमा पहिला पुरानो सानोतिनो टहराहरू टाइपको घरहरूमा क्या ठ्याक्कै यही किसिमको हुन्थ्यो है। यो ठाउँको भाइबहरूदेखि लिएर होइन यो नेचुरल स्मेल जुन छ नि होइन गाउँघरमा ट्याक्क धान काटिसकेपछि त्यो ठोसा हुँदाखेरि कस्तो बिहान होइन त्यो शीतसँगको कस्तो मजाको बास्ना आउँथ्यो नि हो। ठ्याक्कै त्यो खालको भाइब दिने त्यो टाइपको फिलिङ्सहरू आयो कि है। यो ठाउँको मैले होइन वेबसाइट चाहिँ तपाईँको युट्युबको लिङ्कमा तलतिर चाहिँ मैले दिन गइरहेको छु होइन गाइज होइन। अहिले चाहिँ म यो सिजनमा आएको भएर अझै पनि यहाँ राम्रोसँग तपाईँहरूले धान रोपेकोहरू केही पनि देख्न सकिँदैन होइन। ब्याकग्राउन्डमा हेर्नु यो राइस फिल्डहरू यो होइन। यो बिना सिजनकोमा आएको भएर अलिकति त केही पनि मैले राम्रोसँग यो धानहरू रोपेको अथवा धानहरू फलेको देखाउन सकिनँ होइन। म यो ठाउँको वेबसाइट चाहिँ तपाईँको युट्युबको तलतिर लिङ्क हालिदिँदा गइरहेको छु होइन गाइस। त्यो लिङ्क हेरेर अझै एकचोटि राम्रोसँग तपाईँले हेर्नुहोस् न है के कस्तो लाग्छ ठाउँ है। त्यसपछि त्यही हो गाइज है। यो ठाउँको इन्ट्रोडक्सनदेखि लिएर तपाईँको एड्रेसहरू पनि मैले युट्युबमा भन्दा पनि युट्युबको तलतिर लिङ्क अथवा कमेन्टमा मैले अपलोड गर्न गइरहेको छु गाइज होइन। एकचोटि हेर्नुहोस्, आउने मौका मिल्यो भने आउनुहोस् है। विदेशमा त्यस्तै त हो नि, काम भन्यो यता काम घर कहिलेकाहीँ यस्तो ठाउँहरूमा घुम्दा यस्तो ठाउँहरू देख्दाखेरि होइन नेपाल जान नपाए पनि नेपालको तपाईँको अतेर मेटाइदिने टाइपको भाइब्सहरू चाहिँ यस्तो ठाउँमा हुँदो रहेछ कि गाइज है। सही खुसी लाग्यो होइन। मेरो अझै पनि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ है। खोलो पनि त्यस्तै तरिकाले हेर्न, खोलो पनि क्या मजा तरिकाले बगिरहेछ क्या हाइट। त्यो गाउँ म भित्र गएर देखाएको गाउँ चाहिँ त्यो गाउँ हो है। ठ्याक्क सनराइज हुँदैछ, मजाको भाइब दिने खालको ठाउँमा गएर आइयो। सही फिल भयो यार। लास्टै आफ्नै गाउँमा बसेर होइन आफ्नै गाउँबाट डुलेको सेन्स फिलिङ्स आइदिरहेको क्या हाइट। सही हो गाइज है। सो गाइज त्यही हो होइन। भ्लग चाहिँ म इन्डिङ गर्छु यति नै पछि होइन। यो भ्लग चाहिँ धेरै लामो थिएन गाइज होइन। त्यही हो गाइज होइन। यस्तै ठाउँहरूमा आइराख्नुहोस्, गइराख्नुहोस्, हिँडिराख्नुहोस् होइन। जिन्दगी के नै छ र मेहनत गर्दै गर्नुहोस् है गाइज। त्यस्तै हो गाइज। सधैँभरि भ्लग अपलोड गर्नको लागि पनि अब त्यति धेरै टाइम मसँग पनि छैन गाइज होइन। त्यही हो, सबैले हेरिदिनुहोस् होइन, सपोर्ट गर्दै जानुहोस्, सब्सक्राइब गर्दै जानुहोस् गाइज होइन। राम्रो लाग्छ भने तलतिर कमेन्ट पनि गर्दै जानुहोस् है। थ्याङ्क यू फर वाचिङ अप टु हियर गाइज है। सी यू इन द नेक्स्ट भ्लग। ल बाई। ल केटा हो, रमाइलो गर्नु है। ल बाई, सी यू। हो अघिको तपाईँले त्यहाँ मैले घर देखाएँ नि तपाईँहरूलाई है। त्यो घरहरू चाहिँ तपाईँ यसबाट यसले चाहिँ तपाईँको छाएको अरे क्या त्यो घरको उस चाहिँ रुफहरू चाहिँ है। देख्न सक्नुहुन्छ यस्तो टाइपको छ है। यो ठ्याक्कै धानकै पराल हो जस्तो त मलाई लाग्दैन होइन। किनभने धानको ठोसाहरू त्यस्तो मोटो टाइपको हुँदैन नि त है गाइस। यस्तो टाइपको सही गाइस। जे होस् नेपालको भाइब चाहिँ दिएकै हो यो ठाउँहरूले। परालको टौवा भन्दै गएर नेपालमा है। यस्तो ठ्याक्क नेपाल कस्तो दाम्लो हो कि नेपाल कस्तो ठ्याक्कै दाम्लो बनाएर ट्याक्क बानिरहेको रहेछ कि हेर्न यहाँ बानिरहेको रहेछ कि। यस्तो दाम्लो नेपालमा हामीले भेटेको है। चेडा लिएर भेडेलाको बुटमा पिङ खेलेर क्षमता गरिन् त बाफ्रे। त्यही हो, यस्ता कुरा सम्झिने चाहिँ चान्स दिलायो यो ठाउँले। सही हो गाइज। ल एनिवे गाइज है, यो परालै भनौँ जे होस् होइन, केही छैन। धानको परालै भयो। यो परालको तान्द्राहरू चाहिँ सायद गुन्द्री बुन्नको लागि चाहिँ राखिरह होला गर्छन् भोटेहरूले है।